त कति हो तपाईँले बिहा गर्नुभयो? अनि कुरा राम्रो मिल्ला त प्रभु? कुरा के कुरा बातचित राम्रो श्रीमतीलाई त बटारिरहेछ त पिसाबले त। अनि बातचित नभएको त्यही त गाह्रो छ त। यहाँ त खेलाइ त्यस्तो छ। तपाईँहरूको घरतिर त्यो मानेको त्यो आइतबारे मान्नु भएको छैन है। घरतिर कुलपितृहरू पनि तपाईँहरूको राम्रोसँग चाहिँ मानभाव छैन। वंश परिवारमा त अरू तपाईँको वंशको तपाईँलाई मात्र होइन अरूहरूलाई पनि धेरैलाई हानि नोक्सानी गराएको छ भनेर आउँछ है। श्रीमतीलाई त्यस्तै होइन गाह्रो छ। तपाईँको श्रीमती त यति बेलासम्म त पुरै काम्ने बेला पो भइसक्यो त। अब त त्यस्तै छ त भन्दैछु त। मसान पुरै मसान एकदम जागित्रा मसानको खेल छ डेन्जर। त्यस्तै होला। अनि यो तपाईँहरूको वंशमा पहिले धामी झाँक्री चाहिँ को थियो? ए बुबा नै धामी हुनुहुन्थ्यो। अनि अहिले चाहिँ यो सबै कुरा लथालिङ्ग देख्छु क्या। बुवाले धेरै कुरा मानेको देख्छु। यहाँ धामी झाँक्री छ पहिले थिए भनेर आउँछ कि। अनि सबै कुरा मानेको थियो अहिले सबै भताभुङ्ग देख्छु त। अनि हेर यो त बर्बाद छ। त्यही बुवा नभएर चाहिँ गाह्रो हो। अरूले बेलामा सिकेनन् कसैले गर्नलाई है। धामीकै वायु पो कुदिरहेछ त। धामीकै वायु कुदिरहेछ। तपाईँहरूको घर परिवार सबै परिवारमै दुःख दिइरहेछ क्या। यो त एकचोटि तपाईँको श्रीमती त कहाँ हो हजुरको घर? राम राम अर्घ खाँचे। यसो गर्नु न के गर्नु भने तपाईँहरूको कुलको धामीलाई लिएर घरमा राख्नुहोस् होइन। अनि के देखिन्छ भने 1 2 3 4 5 6 ठाकुर छ तपाईँको साथै त्यो उसैले खेलाइरहेछ एकदम। त्यो वायुले सातो खेलाइरहेछ तपाईँहरूको पुरै घर परिवारकै। तपाईँहरूको त यसले त कस्तो भने नि तपाईँको उकालो लाग्न दिँदैन त प्रभु। रिस मात्र ज्यादा उठ्ने। तपाईँलाई हेर्नु है श्रीमतीलाई तपाईँलाई घरको अरू परिवारलाई यस्तो पछाडि ढाड अठ्याइदिने रिस उठ्ने होइन। शरीर फुरुर फुरुर गरेर चारतिर उफ्रिरहने। अनि कहिलेकाहीँ त्यो पेट पनि कस्तो तरिकाले त्यो मुसाको एउटा आन्द्रा बटारे जस्तो हुन्छ नि मुसा कुदे जस्तो बनाइदिने गर्छ यसले त। यो त उल्का छ त। अनि अर्को कुरो के छ भने यहाँहरूको घरदेखि पूर्वतिर नाग हुनुपर्छ। हेर्नुहोस् ठ्याक्कै मलाई देखाउँदा केही पानीको सानो केही छरा छ भनेर आउँछ होइन। पानी अथवा के को मुहान हो अथवा के खोला हो त्यहाँनिर सियोस् चिसो भूमि छ भनेर आउँछ। त्यहाँनिर काली नाग बास छ। पश्चिमतिर तपाईँको सेती नागको भूमि छ है। उत्तर पूर्व साइडमा काली नागको भूमि छ। दुईपट्टि छ। अनि घरको तपाईँको दक्षिणतिर फेरि मसान घाट देखाउँछ। तपाईँको त यो
तपाईँको जोहाना पनि आएको थियो क्या अस्ति नै मसान घाट छ नजिक भनेर। अब तपाईँहरूको घर कुल थानी देवी देवताहरू कहिले मिलाउनुहुन्छ लु भन्नुहोस्। सबैभन्दा पहिले चाहिँ तपाईँले आफ्नो कुलको झाँक्री ल्याउनु पर्यो, अनिवार्य नै छ। कुल थानीलाई समेट्नु भएन भने हेर्नु तपाईँहरूको वंश चाहिँ सत्यनाश हुन्छ है, यो एकदम सत्य कुरा हो। के छ भने अनि घर नजिकै देवीको थान छ त? देवीको थान छ त्यहाँ नजिकै। अनि त्यस्तो देवीको थान बनाएर पनि तपाईँहरूले त्यस्तै हेला गरेर राख्नु भएको छ देवीलाई। पूजा के पूजा मात्र गरेर हुन्छ तपाईँको देवीको थान नजिक हेर्नु त कति फोहोर छ। घरमा फोन गरेर सोध्नुहोस् तपाईँको देवीको थान वरिपरि धेरै फोहोर छ, फोहोर मैला ज्यादा हो। घरमा होइन क्या, घरदेखि तपाईँको जस्तो घरको मान्छेलाई सोध्नु भनेको कस्तो भने घरमा होइन, घरबाट तपाईँको ठ्याक्कै देखिन्छ ती नजिकै छ त। अनि त्यो देवीको थान चाहिँ तपाईँको बेला बेलामा सरसफाइ सुगर सफाइ गर्नु पर्यो। तपाईँको वंशमा त अहिले त यता कामले छटाउने गोलाउने त अनेक गर्ने हुनुपर्ने त। अनि हेर मान्छे तपाईँको यहाँ त के भन्छ भने तपाईँको अजातमा लगेर फसाउला, अजातसँग बिहा होला भनेर आउँछ। प्योर तपाईँको सबैभन्दा मेन कुरा भनेको यो वायु छ, वायु खतरा तरिकाको वायुले हो सबभन्दा बढी दुःख दिने। यहाँ चाहिँ बार बार के भनेर आउँछ भने धामीको वायु हुँ भनेर आउँछ खालि। हजुर ए त्यसै भन्दै थियो। हजुर 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 हो, खालि अगाडि सरेर आउने, उहाँ नै अगाडि सरेर आएको है। मानभाउ भएन तपाईँहरूको, थानीमानी भएन, मानभाउ भएन, उहाँलाई थानीमानी चाहिन्छ। यो अब कसको जिउमा उफ्लेर आउने हो, आउन चाहिँ आउने हो। सो अनुमान गर्दा त तपाईँलाई नि भेटाउन सक्छ। अलिकति मैले अस्ति नै पनि कहिले भने त्यति चोखो नितो बस्ने गर्नु त नखानुहोस् भन्ने पनि थियो क्या हो। ग्रह गोचर पनि तपाईँको श्रीमती अलिकति खराबै छ। मैले यहाँबाट हेर्दा चाहिँ अब ज्यान पनि अलिक सुकाउँदै गएको जस्तो देखाउँछ। हजुर खराब भन्दा पनि यस्तो खराब भनेको होइन त। हेर है यो यसमा चाहिँ कस्तो छ भनेदेखि तपाईँको राम्रो भन्दा पनि अब त्यहाँनिर हेर्नु धामी झाँक्रीको त्यो वायु यताउति गर्ने खेलाउने मान्छे, अब यसलाई चाहिँ यो वायु चलाउने मान्छे र दुःख दिने मान्छे अर्कै छ। तपाईँको घरको पछाडिपट्टि अब मान्छे चाहिँ म यो ठ्याक्कै भन्न सकिनँ होइन, ठ्याक्कै तपाईँको घरको पछाडिपट्टि घर छ। हेर्दाखेरि पूर्व फर्केको घर हुनुपर्छ यो घर। मूल ढोका भन्दा पनि यस्तो धुरी चाहिँ पूर्व फर्केको होला। घर चाहिँ दक्षिणतिर ढोका होला जस्तो लाग्छ मेरो, मलाई यहाँ त्यस्तो देखाउँछ क्या। बिगार छ तपाईँको श्रीमतीलाई चाहिँ, भेद बिगार छ, महिनावारी पनि गडबड हुन्छ, लोग्नेदेखि साह्रै रिस उठ्छ, लोग्ने छोडेर जाउँ जाउँ भइरहेको छ, सोध्नु लोग्नेसँग कुरा मिल्दैन है। बिहा गरेको त भर्खरै भएछ, तर के गर्नु, भर्खर भए पनि तपाईँहरूको दुईजनाको चाहिँ बातचित राम्रो हुन नदिने लक्षण देखिन्छ।
खाली आरोप र एकअर्कामा खाली आइहाल्ने। यो चाहिँ राम्रो छन्द देखिएन। अलिकति तपाईँले सचेत भएर अलिकति सबैभन्दा मेन कुरा हामीले बुझ्नुपर्ने, हामी अहिले यो पछिल्लो चरणमा आएर चाहिँ अरूको देखासेखी गरेर चाहिँ हामी धर्म चेन्ज गर्ने, अनेक गर्ने, भगवान् देवी देवता नमान्ने, कुलपितृ नमान्ने गर्दैछौँ। त्यो भएको कारणले आफ्नो घरको कुलपितृ जबसम्म ठिक हुँदैन, देख्नलाई चाहिँ देखिन्छ कोही कसैको चाहिँ राम्रै भइरहेको देखिन्छ। के हुन्छ भने जसको पनि तपाईँको ग्रह गोचर राम्रो हुन्जेलसम्म यही चिजले इन्द्रियबल चन्द्र आए पनि केही हुनेवाला छैन। ग्रह गोचर फितुलो भएको बेला कुलले देखाउनु पर्यो भने झिल्का छुटाइन्छ फेरि यो। अनि त्यो भएको कारणले एकदम सजग हुनुहोस्। सबैभन्दा मेन कुरा तपाईँको त्यो लागु बागु यताउता छन चाहिँ छ, धेरै कुराहरू छ तपाईँको श्रीमतीको जिम्मा अनेक छ, तर सबैभन्दा मेन तपाईँको घरको आफ्नो कुल शक्ति अगाडि जागा गराउनु पर्यो। छैन, कुलको ठाउँै छैन। तर कुल त्यति धेरै रिसाएको चाहिँ छैन है। फेरि कुल धेरै रिसाएको छैन। कुल रिसाउनु पर्यो भने चाहिँ सक्छ। फेरि तपाईँहरूलाई अझै बाटो हेरिरहेको छ, किनभने अनि अब तपाईँ कति आउन कति छ? बुढाबुढी आउनु एकचोटि भेट्न तपाईँहरू, बुढाबुढी नै टाढा चाहिँ टाढा छ, नत्र मसँग नआए पनि त्यहीँनिर अलिकति राम्रो धामी कोही त्यस्तो छ, अथवा कुलकै धामी ल्याउनु भने त अब कुलकै धामीले पनि तपाईँहरूलाई समस्या समाधान गरिदिइहाल्छन्। हेर्नु, कुलको धामीमा धेरै शक्ति हुन्छ है। छ नि, तपाईँले चासो गरेर खोज्नु पर्यो, दुःख गर्नु पर्यो, कहाँ छन् बुझ्नु पर्यो। तपाईँहरू के बस्नेत, खुलाल बस्नेत कि खप्तरी बस्नेत कि के बस्नेत तपाईँहरू? बुझे, खुलाल खप्तरी यस्तो हुन्छ नि त। बस्नेत त बस्नेत हो, के हो होइन। डाइनीले पुरै देवी खेलाएर ठोकिरहेको छ त। अनिखेर तपाईँको श्रीमतीलाई उठानमा बडा छ, धेरै उठानबाट बिगार छ के, मन भ्रमण छ, लोग्नेबाट छुटाउने योजना भनौँ न, जस्तो रिस उठ्ने तपाईँदेखि कुरा गर्दा त्यस्तो भइरहेछ अहिले। अस्ति नै